नेकपा एमालेका महासचिव शंकर पोखरेलले सभामुख डीपी अर्यालको सम्पत्ति विवरण धेरै पताउन गाह्रो भएको बताएका छन्। पार्टीले आयोजना गरेको नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रममा उनले सबै मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरी त्यसको वैधानिकता पुष्टि गर्न सक्नुपर्ने बताए। यसअघिको सुशीला कार्की नेतृत्वको सरकारले पनि सुशासनको नारा दिए पनि सम्पत्ति विवरण सार्वजनिक नै नगरी गएको आरोप लगाए। सुशासनको नाममा आफैले गरेका वाचा पूरा भएनन्। अन्तरिम सरकारका मन्त्रीहरू सम्पत्ति विवरण समेत सार्वजनिक नगरी विदा भए। नयाँ भनिने दलका सभामुखले सम्पत्ति विवरण सार्वजनिक गर्नुभयो। धेरैलाई पताउन गाह्रो भएको छ। उहाँले म त लेबर भएर आएको भन्नु भएको छ। तपाईहरूले कहाँबाट आय आर्जन गर्नुभयो? त्यसको लागि राज्यलाई तिर्नु पर्ने कर तिर्नु भएको छ कि छैन पुष्टि गर्नु भएको छ उनले प्रश्न गरेका छन्। नयाँ सरकारका मन्त्रीहरू सम्पत्ति विवरण बुझाउने कुरामा आलटाल गरिरहेको बताउँदै आफ्नो पार्टी र नेतृत्वमाथि योजनाबद्ध रूपमा